सो साथीहरु नमस्ते अनि च्यानल सबैजनालाई स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा। ल आजको बेलुका बेला चाहिँ कतै हाम्रो तयारी देखा भित्र लाइट छैन यसै काम गरे प्याज सन्जय किन उक्ली 7 बजेसम्म हैन अनि उसले नि रेडी छ हामी चाहिँ क्याम्पिङ जान्थ्यौ पारीको डाँडामा पारीको डाँडा यो देखिको डाँडा यो अगाडिको डाँडा यो डाँडा हामी जाने मेन ब्लगर यहाँ के भने यहाँ अब फेरि हिँड्न सकिँदैन फेरि त्यही हो कोरी चाल पारा कोरीको चाल पाटु चाहिँ हेर्नु होला पाटु चाहिँ आइसक्यो होला हामी चाहिँ यो डाँडा पुगिन्छ साथी यो डाँडामा ठ्याक्क यो डाँडामा जानुपर्छ यहाँबाट केटाहरू चाहिँ अहिले चाहिँ यहाँ रेडी हुँदैछ म्याट साथ लिएर कुन डाँडा पुगिन्छ हामी के स्टिक मेरो त मोबाइलको स्टिक हो क्या पल्टनीहरू चाहिँ गयो पल्टनतिर अब गाउँ छोडियो आज एक रातलाई बाहिरीको होला नि अब लगभग हामी 1 घन्टा चाहिँ लाग्छ अब हामीलाई साथीहरू हामी चाहिँ अलिकति गाउँमाथि आइपुग्यो अझै हिँड्दैछु यहाँ मादल भेटेर भरे बेलुकै मस्त नाच्नु पर्छ दिवस है टुक्का निकाल्दैन केटाले यार है टुक्का निकालेको झ्यामझ्याम नाच्न मजा हुन्छ केटा गाउँ तल मेरो खुट्टा यस्तै भयो कि हिँड्नै भएन खोइ फलाम सलाम यसो दाम दिनु पर्ने खुट्टा अघि चडक चडक सर्क्यो कि साथीहरू फाइनली चाहिँ हाम्रो थप्रेक गाविसको बस पार्कबाट चाहिँ हामी माथि उक्लिँदैछु सनसेट पनि मिठो देखिन्छ यहाँबाट मर्निङ भ्यू पनि राम्रो देखिन्छ मर्निङ भ्यूमा भोलि आएर देखाउँला मर्निङ भ्यू हाम्रो गाउँ चाहिँ ठ्याक्क यता परि ठ्याक्क यस्तो बवाल छ केटा हो अहिले चाहिँ हामी अनि त्यही हो उकालो उक्लिँदैछु साथी हो लगभग 10-15 मिनटमा चाहिँ हामी माथि हाम्रो स्टेसनमा पुगिन्छ त्यसपछि अब टेन्सन फिट गरिन्छ त्यसपछि अनि बल्ल रमाइलो कार्यक्रम चाहिँ सुरु हुन्छ अब चाहिँ एकैचोटि माथि गएर भेटौँ न साथी हो त्यसको हाम्रो टेन्ट लगाइरहेको छ यहाँ गाइस दुईटा टेन्ट छ क्या एउटा यहाँ छ एउटा यहाँ छ केटाहरू टेन्ट बनाएर यता चाहिँ हाम्रो यो मासु गर्ने र भात पकाउने ठाउँ
है टक्कै यहाँ चट्टसी बनाइन्छ यहाँ छ किल्ला कहाँ त नि एउटा किल्ला कहाँ त नि होइ कहाँ हेर्नुहुन्छ कस्तो च्याट्टको हट्यो नि यार हेलो विराज हेलो हेलो रोकेट यार यता हेरौँ न के छ एकदम ठिक छ नि होइन कतिको मजा आइरहेको त नि आफ्टर लङ टाइम भनौँ है यस्तै तिमी त होइन त यता यहाँ हामी चाहिँ अब यो चामल सामल त कसै अनि सजो छ हेलो बुझन दाइ यता हेरिदिउँ न के छ टाढोबाट त कालो आउने भयो क्या तुयानोले त्यसमा अब माइन्ड नगरौँ चामल फेरि हाम्रो रिप छ कि है सब फेरि बासमती चामल यस्तो यस्तो चामल खाने हामीले फेरि है यसलाई अरे कुकुर धरि जाँदा नि हामीसित कुकुर धरि यसले यो दुइटाले यो र त्यसको त्यो एउटा छम्मा कहिले साथ नछोड्नु कोरिएर पनि जान्थ्यो होला कि हामीसित लकको भए त है यस्तो ज्ञान छ कि यिनीहरू तर कस्तो हो टेन्ट बनाइयो हजुर महँगो रहेछ यिनीहरू त दाइ यार साथी अब फाइनली चाहिँ हाम्रो टेन्ट सेटअप भयो अब चाहिँ यहाँ हामी सेटअप भयो अब राजाले राजा जस्तो ल केटा गुड नाइट दामी ल दुईजना दोस्त दुईजना एकचोटि बोलाउन कस्तो बोल्दो रहेछ समिदाई के छ त्यत्रो उसपछि है दुःख गरिदियो त्यत्रो क्याम्प बनाइएर बसियो खाजा खाने खाजा खाएर केटाहरूले खाना बनाउँदैन खाना खाएर आएका झाप सुतिहाल्ने यो बेस्तरी अब चिसो खाएर बसे सब चिसो खाँदै यो सब के अरे फ्रुटी ल्याइएन अब त्यो स्प्राइट लिएर कन्या त अब चट्ट ल चिसो सुरु पहिला सुते दाइमेर हालिदिन्छ केटाहरू चाहिँ यस्तो खानपिन हुँदैछ क्याम्पिङ यत्रो ठुलो थियो बाल्टिन ठुलो थियो नि 2 बाल्टिन मासु लिएर गएको तलबाट त्यो एकचोटि तिमीहरूले पनि सुनेको थियो होला तल रातैभरि सब सुते रङ्गाइदिन्छु सिन्दुरको दर्काले त्यसपछि कर्काले गयो जुबान कि मायाले भुवन कि मायाले भुवन सुर्ती मार्दै गयो जुबान कि मायाले हो भन कि मायाले हो भन कि मायाले हो भन कि मायाले हो भन सुर्ती मार्दै गयो जुबान सुर्ती मार्दै गयो जुबान तिम्रो र मेरो जुबन साटौला
तिम्रो र मेरो जुवन साटौला तिम्रो र मेरो जुवन साटौला नानी फुल्के घाँस काटौला तिम्रो र मेरो जुवन साटौला राति शिकार खेल्न जान्थ्यो नि त भने हाम्रो गाउँ घर बस्थे के कोही बेला होइन कसको भोटे विजय दाईको हो कि कसको अनि त्यो एकदम के बुङ्गुरको साँडा टोके जस्तो भयो हड्डिया त नि हो रमाइलो त भयो मारे अब त त्यो साङ्जाको होइन साङ्जाको हो किरणको साथी रहेछ बस्नु अन्दाज गर्दाखेरि त्यसले आइडी उतार रहेछ मैले पनि आइडी पाएँ के रे त्यो किराको दरले मलाई दियो लाउकोलाई तर पहिला भात अनि म बोल्न लागेको कस्तो अघि अघि भइरहेको होइन मलाई त ठिक लाग्यो कि गुड मर्निङ सबैजनालाई भर्खर उठेँ म उठेर चाहिँ ठ्याक्क अब यसो हाम्रो दोस्तमा गएर सुतिरहेँ भर्खरै उठेर यसो फ्रेस हुन लाग्यो म केटाहरू चाहिँ सुतिरहेँ यहाँ ठ्याक्क यसो भ्यू हेरौँ कि भनेर यसो आएको सब कुहिरो लाएर ड्याम डुमै भयो रहेछ यसो हिमाल देखिन्छ कि भनेको यता खास हिमाल देखिन्थ्यो यहाँ सर यसरी कुहिरो लाएर चाहिँ सब ड्याम डुम भएछ यो चाहिँ हाम्रो बस पार्क भयो गाडी बस्ने केटाहरू बाहिर आएर सुतिरहेको बेलुका लगभग 2 बजीतिर सुतिगयो हामी बेलुकाको अहिले चाहिँ ठ्याक्क टाइम चाहिँ 7 बजे रहेछ अहिले केटाहरू चाहिँ पानी लिन गयो यहाँ खाना हिजो बेलुकाको खाना अझै रहेको अन्त केटाहरूले चाहिँ अन्डा सन्डा ल्याएर त्यही बनाएर खाएर घर निस्किने अब हामी गाइस अब सकियो हाम्रो क्याम्पिङ है सब बोकेर हिँडिसक्यो हामीले टक्कै यहाँ बसियो ए बाबा के छ साह्रै कालो देखियो यार ल भाइ लाग्यो है ल बाई बाई फेरि भेटौँला होइन के हो र ल अब लाग्यो हामी चाहिँ अब पुरै पाइदिए ल भाइ रामसित जाए यता भयो हामी सकिए अब सकिएर अब हामी घरतिर जाँदै हौ आफ्नो हिजो के ल्याएको सामान आफूले के त्यति बोक्नु हिँड्ने होइन केटाहरू यहाँ हिँडिसके टक्क चिलमा हिँडिसक्यो उनीहरू अब सबै घर जान् घाम लाग्यो अहिले त गर्मी भइस केटाहरू लाग्यो अब यही हो चक्क गाउँसँग देखिन्छ यहाँबाट पोखरा देखिँदैन अलि फेरि यहाँबाट त्यो त्यसले गर्दा अलिक देखियो होइन भन्नुहोस् चाहिँ यो हाम्रो गाउँ यु क्यान सी
यो चाहिँ गुरुङ गाउँ है जाने भन्छन् प्रायहरू लाक्सानम गाइड्सहरू लाग्छ दिने हो